सम्पूर्ण नमस्कार। आज फेरि म आमा बुवाका सम्बन्धमा आफूलाई लागेका केही कुराहरू लिएर आएको छु। हामीसँग आफ्नो रिटायर्ड जीवन बिताइरहनु भएका आमा बुवाहरू स्वास्थ्यका दृष्टिकोणले दुई किसिमका बुवा आमाहरू हामीसँग हुनुहुन्छ। एक खाले हुनुहुन्छ रिटायर्ड जीवनमा पनि पूर्णतया स्वस्थ हुनुहुन्छ या केही दबाईहरू सेवन गरे पनि जीवन राम्ररी नै चलाइरहनु भएको छ, आफै यताउता घुम्न डुल्न हिँड्न गर्न सक्ने हुनुहुन्छ। र अर्को प्रकारको आमा बुवा चाहिँ खासै बाहिर हिँडुल गर्न सक्नुहुन्न, अधिकांश समय घरमै बसेर घरकै बरन्डामा घरकै आँगनमा बसेर नै बिताउनुहुन्छ, हिँडुल गर्न सक्नुहुन्न। अधिकांश 70, 80, 85 वर्षको आमा बुवा या हजुरआबा हजुरआमा भनौँ न, उहाँहरू चाहिँ त्यसरी बसिरहनु भएको छ, त्यसरी जीवनयापन गरिरहनु भएको छ। अब यहीँनिर कस्तो छ भने अहिले पछिल्लो समय विशेष गरी के सहरिया जीवन के गाउँले जीवन, गाउँबाट अधिकांश साथीभाइहरू विदेश जानुभएको होला, सहर बजार बस्ने अधिकांश साथीभाइको दुवैजनाले श्रीमान श्रीमती दुवैजनाले कमाउनको लागि बाहिर निस्किनुपर्छ होला, कामका सिलसिलामा जागिरका सिलसिलामा घरभन्दा बाहिर निस्किनुपर्छ होला, या व्यवसाय गर्न पनि घरमै व्यवसाय छैन, बाहिर नै होला, घरभन्दा टाढा नै होला व्यवसाय। त्यसो गर्दाखेरि आमा बुवाहरूसँग हाम्रो समयहरू धेरै कम हामीले चाहिँ बिताइरहेका हुन्छौँ आमा बुवासँग समय, र केही संवादहरू पनि धेरै कम भएका हुन्छन्। अझ त्यसमा पनि व्यवसाय जागिरबाट आयो, फेरि अब आफ्नो केही कामका कुराहरू पनि रहन सक्छन्, या केही आफैले चाहिँ यसो मोबाइल पनि हेरौँ न, यसो एकाध घन्टा भन्यो, यी यस्ता यस्ता कुराहरूले गर्दाखेरि आमा बुवासँगका संवादहरू एकदम पातलिएर गएका छन्। अहिले आमा बुवासँग संवादहरू हुन छोडेका छन्। हिजो जस्तो गाउँले जीवन जस्तो सहरिया जीवन छैन। अहिले तपाईँको सबैका घरमा बााउन्ड्री लागेका छन्, एक घरबाट अर्को घरमा त्यति सजिलै बिना काम हामी जाँदैनौँ। हिजोको जस्तो के छ बाजे के छ बजाइ भन्दै सरासर हामी पस्थ्यौँ भने अहिले बिना कारण हामी पस्दैनौँ। त्यो पनि कुनै अझ अहिले त के पनि भयो भने अधिकांश कामहरू त हामी फोनबाट सिध्याइदिन्छौँ, यो यस्तो भन्यो हामीले ती कामहरू पनि सिध्याउँछौँ। यी यस्ता यावत कुराहरूले गर्दाखेरि आमा बुवाहरूसँग संवादहरू हाम्रो घटेको छ। के आफ्नै घरको आमा बुवा, के छिमेकका आमा बुवा, के दुई चार घर अलिकति टाढाका आमा बुवा, ती सबै आमा बुवाहरूसँग सकेसम्म बढीभन्दा बढी संवादहरू गरौँ। तपाईँ पसल आउँदैनुहुन्छ, तपाईँ जागिरको सिलसिलामा बाटोमा हिँड्नुहुन्छ, त्यही बाटोमा यसो छेउमा आमाहरू घाम तापेर बस्नु भएको छ कुर्सीमा, या तपाईँको माथि घरमै बरन्डामा बस्नु भएको छ भने उहाँहरूलाई के छ कसो भने हालखबर सोधिदिउँ। त्यति हामीले 1 मिनट 2 मिनट त्यो हालखबर सोद्धा पनि 1-2 मिनट गरेका संवादमा पनि सायद हाम्रा संवादहरू यस्ता हुन्छन् जसले 3-4 चोटि उहाँहरू हाँस्नुहुन्छ होला। अर्थात् हामीले गर्ने 1-2 मिनटका संवादले पनि बुवाआमाको अनुहारमा हाँसो आउँछ। त्यसले पनि एकछिन भए पनि उहाँहरूलाई अल्मलिने कुरो हुन्छ, फलानाले सम्झ्यो फलानु आउँछ भन्ने हुन्छ। अरू केही भएन भने आमा बाबाको जन्मदिन भन्ने थाहा पायो भने एउटा फुल लगेर पनि दिउँ र जन्मदिनको शुभकामना दिउँ। यी यावत कुराहरूले गर्दाखेरि आमा बुवाहरूलाई पनि मसँग पनि कोही संवादमा छ, निरन्तर कुरा गर्छन् भन्ने कुराहरूले एउटा मनमा चाहिँ उत्साह जगाइराखेको जस्तो मलाई लाग्छ। मैले धेरै ठाउँमा देख्छु आमा बुवाहरूसँग यो संवादहरू चाहिँ धेरै कम भएको र यसले केही न केही समस्या निम्ताएको जस्तो मलाई लागिरहेको छ। मैले महसुस गरेको कुरा यो हो। तपाईँहरूलाई कस्तो लाग्छ? आमा बुवाहरूलाई खुसी पार्ने एउटा उपाय के आफ्नै घरको के छिमेकी सबैसँग पनि अझै टाढा हुनुहुन्छ, हामी पुग्न नसकिन्छ भने फोनबाट आजकल त के छ र भिडियो कलबाट पनि संवाद हुन्छ, अनुहार हेरेर पनि संवाद हुन्छ। यी यावत गरेर सकेसम्म बढीभन्दा बढी समय सम्झ्यौँ आमा बुवाहरूलाई भन्ने मलाई लाग्छ। आजलाई यति नै, धन्यवाद।